ल है साथीहरु, आज चाहिँ हामीले कुखुराको खुट्टाको परिकार बनाउँदैछौँ। कस्तो हुन्छ हेरेर प्रतिक्रिया दिनु होला है त। ल प्याज लसुन हामीले हालेर चाहिँ चलाउँदैछौँ, चलाइरहेछौँ। अब यो खुट्टालाई चाहिँ कुखुराको खुट्टालाई हाल्यौँ, चलाउँदैछौँ। अन्तिमसम्म हेर्नु होला है, अब कस्तो परिकार बन्छ है। आज हामी चाहिँ कुखुराको खुट्टा बनाउँदैछौँ है। ल ल ल अलिकति मासु पनि हाल्नुपर्छ होला, टेस्ट अलि राम्रो आउँछ कि। यहाँ मासु पनि धोएर तयार गरेका छौँ। ल ल अब यसलाई पछि बेसनमा तारेर अन्तिमसम्म हामी देखाउनेछौँ यहाँहरूलाई। यसलाई चाहिने मात्रा चाहिँ हामीले प्याज काट्यौँ, अलिकति तेल हाल्यौँ, लसुन हाल्यौँ, बेसार हाल्यौँ। अब आवश्यकता अनुसार हामी यसमा नुन मिसाउनेछौँ। हामी नुन हाल्दैछौँ। अहिले हेर्दा चाहिँ अब यस्तो देखिया छ है, लास्टमा वाउ भन्ने हुने हो कि अब नमिठो हुने हो। अब हेरौँ। ल अब यसमा पानी निस्किन थाल्यो। अब केही बेर हामी यहाँ थालले छोप्छौँ कि अब यतिकै राख्छौँ है। यहाँ हाम्रो कुकम्यानहरू हुनुहुन्छ, थालले छोप्नुहुन्छ होला। अब हेर है कस्तो भयो, पाक्न लाग्यो। ल स्पेसल्ली अब कस्तो बनाउनुहुन्छ हाम्रो कुकम्यान चाहिँ हुनुहुन्छ जानुका म्याडम। हाँस्दै पकाउँदै हुनुहुन्छ। अघि अलिकति उहाँले मसला हालिसक्नु भएको रहेछ, त्यो चाहिँ मैले भिडियो खिच्न पाइनँ है। पाकेपछि फेरि तार्नुपर्ने होला, तार्ने भन्दै हुनुहुन्छ है। तारेपछि कस्तो चाहिँ फेरि छोप्नु भयो है। उता हो यसको लागि फेरि यता टमाटर चटनी बनाउँदै हुनुहुन्छ। हामीले पकाएको खुट्टालाई चाहिँ यसरी कर्नफ्लोर हालेर तार्दैछौँ है त साथीहरू है। फाइनल्ली अचार भइसकेको छ है साथीहरू। यसरी अचार बनाइयो अहिलेको टमाटरको। दाजुले खाइ पनि सक्नु भएको छ है। मिठो रहेछ दाजु। ल अब यसरी हामीले अरू बेला पनि बनाएर खानुपर्छ है। चट्ट रेडबुलसँग दाजु त 2 भाग लिएर पो बस्नु भएको रहेछ त। बेहुला त्यही गर्नुभयो।